दर्शकबिन नमस्कार, यहाँहरु सम्पूर्णलाई हार्दिक स्वागत छ। म विशाल साउद। आज तपाईले यो दृश्य प्रत्यक्ष रूपमा देखिराख्नु भएको छ इन्टरनेट अनलाइन www.radiosonolofm.com र सोनोलो टेलिभिजन मार्फत प्रत्यक्ष रूपमा हामी सामाजिक सञ्जाल मार्फत जोडेका छौं र यतिखेर हामी कैलाली जिल्लाको घोडागोडी नगरपालिका अन्तर्गत पलमानपुर बजारमा रहेको एसके सिनेमा हलमा छौं र एसके सिनेमा हलमा जुन प्राण फिल्म लागिरहेको छ र एसके सिनेमा हलमा आज कलाकारहरूले एसके सिनेमा हलमा उद्घाटन गर्नु भएको छ र जुन प्राण फिल्मका जुन कलाकारहरू हुनुहुन्थ्यो उहाँहरू आएर यसलाई अवलोकन गर्नु भएको छ र प्राण फिल्म किन हेर्ने त दर्शकहरूले, यो विषयमा हामी छोटो मिठो संवाद गर्नेछौँ। यस प्राण फिल्मका निर्देशक हुनुहुन्छ हामीसँग, उहाँलाई स्वागत गर्छौँ, वेलकम गर्छौँ। यहाँलाई स्वागत छ। धन्यवाद धन्यवाद। हाम्रो श्रोता दर्शकहरूले अब एसके सिनेमा हलमा लागेको यो जुन अहिले कैलाली जिल्लाको घोडागोडी नगरपालिका वडा नम्बर 10 अन्तर्गत पलमानपुरमा रहेको एसके सिनेमा हल अहिले जुन पहिलो पटक लाग्नु भएको छ, यहाँ तपाईले अवलोकन गर्दाखेरि प्राण फिल्ममा दर्शकहरूको प्रतिक्रिया के पाउनुभयो? दर्शकहरूको प्रतिक्रिया सम्पूर्ण समग्र नेपालमै अत्यन्तै उत्साहित, देश तथा विदेशबाट अत्यन्तै उत्साहित र सायदै नेपाली चलचित्र इतिहासमा पहिलो पटक 100% सकारात्मक प्रतिक्रिया पाएको चलचित्र हुनुपर्छ यो। किनभने मिश्रित प्रतिक्रियाहरू आउँछन् नर्मली चलचित्रहरूमा, तर तपाईहरुले देखिरहनु भएको छ, तपाई सञ्चारकर्मी साथीहरू आफै समाचारहरू सम्प्रेषण गरिरहनु भएको छ, त्यसले गर्दा 100% सकारात्मक समीक्षा आएको चलचित्र सायद नेपाली चलचित्रमा पहिलो चलचित्र हो प्राण फिल्म। प्राण। अब हाम्रा दर्शकहरूले प्राण फिल्म हेर्नलाई किन आउने त? अब मैले बारम्बार भन्ने गरेको छु, दर्शकहरूले चाहिँ चलचित्रहरू हेरिरहँदा एउटा लेखकको चलचित्र हेरिरहनु भएको थियो भने प्राण चलचित्र चाहिँ उहाँहरूको आफ्नो कथा, लेखकको कथा होइन कि आफ्नो कथा हेर्नको लागि प्राणमा जाने अहिलेसम्म उहाँहरूले नगर्नु भएको अनुभव। किनभने यो चलचित्र हेरिरहँदा उहाँहरूले आफूलाई पाउनुहुनेछ, आफ्नो घरको कथा पाउनुहुनेछ, आफ्नो समाजको कथा पाउनुहुनेछ। यो कहीँ पनि बाहिरको काल्पनिक तथा आयातित कथा होइन, नेपाली माटोको कथा हो, नेपाली समाजको कथा हो, नेपाली परिवारको कथा हो। त्यस कारणले पनि यो चलचित्र हेर्नुपर्ने हुन्छ। म उहाँहरूलाई यही कारणले पनि यो चलचित्र हेर्नु अनुरोध गर्दछु र तपाईहरुले चलचित्र हेरिसकेपछि जसले तपाईलाई चलचित्र हेर्नको लागि अनुरोध गरेको थियो उहाँहरूलाई पक्कै पनि धन्यवाद नभनिकन बस्न सक्नुहुने छैन, किनकि यो चलचित्र हेरिसकेपछि तपाईहरुले आफैले अनुभूत गर्न सक्नुहुनेछ। अब हामी छोटोमा कार्यक्रमको अन्तिममा छौँ। तपाईँ छोटोमा हाम्रा श्रोता दर्शकहरू जुन यहाँ हाम्रो एसके सिनेमा हलमा अहिले भिजिट गरिराख्नु भएको छ दर्शकहरूलाई तपाईँ छोटोमा अन्तिममा के भन्न चाहनुहुन्छ? अन्तिममा राम्रा चलचित्रहरूलाई माया गरिदिनुहोस् भन्न चाहन्छु। कहिलेकाहीँ चलचित्र यति सशक्त माध्यम बन्न सक्छ कि त्यसले समाज रूपान्तरणमा भयङ्कर ठुलो भूमिका खेल्न सक्छ। तपाईलाई पक्कै पनि एक खालको महसुस हुनेछ चलचित्र प्राण हेरिसकेपछि यो पनि एउटा समाज रूपान्तरणको चाहिँ एउटा ठुलो चाहिँ माध्यम बन्न सक्छ भन्ने, सशक्त माध्यम बन्न सक्छ भन्ने लाग्नेछ। त्यसकारण यस्ता राम्रा चलचित्रहरूलाई माया गरिदिनुहोस् भन्न चाहन्छु। है, धन्यवाद।